हाई जोसफ कहाँ गएको बोल न स्टक खाइम गएको भने नि कहाँ गएको अरे स्टक खाइम गएको स्टक खाइम लिम्बोक स्टक खाइम ग्लाउ गएको रोएर यस्तो हालत पनि हुन्छ है घुम्नु मजा चाहिँ खासै हुँदैन घुम्न त्यति रमाइलो ए कति फोरी हो तिम्रो हरकतहरू जोसफ भाइ त फोरेको छ कि क्या हो थाहा छैन अरे उसलाई आज त बल्ल हिँड्दैछ भाइसँग कसरी थाहा हुन्छ गयो 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 रिजनल बान यतिको छिटो जाँदैछ यहाँ खेल्नेहरू निकाल्दैछ फेरि निकालोस् इन्जोय पो गर्छ है त रमाइलो नि स्याउ है यो सबै स्याउ खेती हो अहिले त अब पालुवा पनि पलाएको छैन जोसफ के भनेको अरे आउनै भन्दैन जोसफ यहाँको गाउँघर त होला नि अब यो खतरा होइन खेतीपाती Nächster Halt. U-Bahnhof Frieden. Ausstieg in Fahrtrichtung links. कसरी होला Nächster Halt. बुढेसाइम Ausstieg in Fahrtrichtung links. बुढेसाइम छ अझै टन्ने कृषि प्रधान देश हाम्रो देश चाहिँ होइन नेपाल चाहिँ होइन जर्मनी चाहिँ हो कि जस्तै गरेर धेरै खेतीपाती गरेको छ खेत हुँदै जाँदैछौँ ट्रेनमा कस्तो लाग्दैछ तिमीलाई अलिक अल्छी लाग्नु थालिसक्यो अब पुग्ने बेला भयो नि त भर्खर गाउँ छरेको छ कोही ठाउँ भर्खर जोडेको रहेछ कोही ठाउँ के गरेछ त कति धेरै खेती रहेछ है कल्पो Nächster Halt. Blauberg. Ausstieg in Fahrtrichtung rechts. सामान रेडी गर्दै गर्नुपर्छ यहाँ कोही छ त कोही छैन यहाँ कोही छ त छ जोसफ सिट मिलाउँछ अब यहाँ कोही छ त छ ए मान्छे सुताउने मान्छे खुवाउने लो है एउटा सानो गाउँ स्टक खायम अरे स्टक खायम भन्ने ठाउँमा चाहिँ पुगेको जानकारीले गराउँदैछु हेरौँ अब कतातिर हिँड्नुपर्छ कोही ठाउँ घरहरू हेरौँ जे भए पनि घरहरू चाहिँ छ टन्नै भन्नाले सानो गाउँ बुझेक छ व्यवस्थापन भन्न पर्यो त्यही मात्र होला नि
ए त्यसो भए त्यतै जाउँ ल रेबे त्यहाँ पर कस्तो सुनसान बाटो नि जोसफ राईले घर छोड्योले भन त के गर्दैछौँ हामी अब यहाँ इन्जोय द नेचरहरू बस्यो जोसफ पनि निकै गलेर ऊ त्यस्तो अवस्थामा छ दिदी त्यहाँ म यहाँ एकजना चाहिँ यहाँ सुत्यो अब ब्रेक दिएर बसेको हामी चाहिँ चिया पनि खायौँ अब त्यस पछाडि हामी आज चाहिँ धेरै ठाउँ घुमिनौँ जस्ट गाउँघर यसो हेऱ्यौँ मात्रै नि के हेरेको यस्तो गाह्रो छ ल है त हामी अब फर्किनको लागि तयारी गर्दैछौँ जोसफ पनि यहाँ बुरुक बुरुक उफ्रिरहेछ उसले केही पनि खाएको छैन अहिलेलाई त्यही पनि उसको एनर्जी चाहिँ नेक्स्ट लेभल छ नि अझै पनि म 3 दिन हिँड्न सक्छु भन्दैछ है यो गाउँघरहरू हो अब मलाई चाहिँ थाहा छैन अब चाहिँ हाम्रो फ्रेन्ड आउन लाग्यो हामी त्यति आज चाहिँ घुमिनौँ नै भन्दा नि हुन्छ किनभने गाउँघर रहेछ घुम्ने ठाउँ पनि रहेन रहेछ जो बिजो हामी प्लान नबनाइ आएको फेरि त्यही भएर चाहिँ अब यतिकै पनि हिँड्नुपर्छ भन्ने हो कस्तो हुन्छ त आज त्यति साह्रो नराम्रो लागेको नि होइन वेदर लास्टै राम्रो छ अनि अलिकति गाउँघर केही नभएको ठाउँहरू पनि देख्न पाइयो जोसफलाई चाहिँ आज यो किनेर खान्छु भन्दै थियो होइन तर अब उसको मम्मीले खोजेको पनि अरे तर भेटेन अरे भेटेन त्यही भएर ऊ अलिकति अघिसम्म स्याड थियो ट्रेनमा पसिसक्यौँ र ट्रेन पनि सुरु भइसक्यो जोसफ घर फर्केको गयौँ टाटा के अरे यो ठाउँको नाम लु भन त थाहा छैन स्टकहाइम हो र अब यता त्यो राम्रो टाढाबाट हेर्दा चाहिँ राम्रो ठाउँ हो अब नजिकबाट हेर्दा चाहिँ अल्छी लाग्यो एउटा परि बस्थ्यो त्यो पारी गाउँमा मलाई हिँड्ने गर्थ्यो जङ्गलमा पसी गयो है आज चाहिँ यस्तै भयो हामी चाहिँ घरै पो आइपुग्यौँ ख्यालमै जोसफ कस्तो रह्यो आजको तिम्रो डे बोल्दैन जोसफ उसलाई बोल्नु मन छैन अरे ब्लगमा आउनु मन छैन त्यो पनि पाइयो प्राइभेसी त हुनु पर्यो नि त होइन दिदी कस्तो भयो आजको डे राम्रो भयो नि बब्बाल नि अब यस्तो राम्रो वेदर हुँदा अघि त भोकले कसैको भ्लग गर्ने पनि शक्ति पनि थिएन आवाज पनि थिएन होइन अहिले चाहिँ चट्ट लगेर के किनेर खाएर उहाँ सरले पनि खाँदै हुनुहुन्छ खाएपछि चाहिँ आवाज अनि अब चाहिँ मोमो खानलाई चाहिँ हामीले के ल्याएको छौँ किमा छ अरू घरमै सामान छ त्यही भएर किमा मात्रै ल्याएको अब हाम्रो घर चाहिँ यतै कतै हो होइन अब हामी चाहिँ घर जान्छौँ म पनि यहाँ छु अब म पनि देखिनु त परि त गयो नि होइन आजको दिन चाहिँ जे होस् राम्रै रह्यो
अरू भन्दा नि वेदर दामी थियो हाम्रो चाहिँ शरीरले भिटामिन डी चाहिँ टन्नै खाइसक्यो ल है त अब बाई बाई भन्नु सबैजनाहरू बाई 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 फेरि पनि हामी चाँडै पो भेट्छौँ है फेरि हामी डेली प्राय